आज सरप्राइज तरकारीको रेसिपी प्याज इस्कुस खसी ट्याक्क मिसाएर हालिदिने यो टक्क यसकोलाई प्ल्याट हानिदिने त्यो बोक्रा तासी चाहिँ आफै तर काटिँदैन त्यो चाहिँ एक चुट्की बजाउने प्ल्याटै टुक्रा टुक्रा हुन्छ होइन त्यसपछि चट्ट तेल हालिदिने ड्याङ्ग पारेर होइन त्यसपछि मेथी पनि टक्क पड्काइदिने त्यसपछि चक्क जिरा पड्काइदिने अनि त्यसपछि ज्वानो पड्काइदिने ड्याङ्ग पारेर होइन अनि त्यसपछि प्याज चच्च पारेर त्यहीँ तुई झाँ चुई पारेर हालिदिइसकेपछि होइन ड्याङ्गडुङ त्यसमा छरिदिने के त्यसपछि टक्क खसी हालिदिने होइन खसी हालेर नुन हालिदिएर मजाले सँगले छोपेर टक्क सिडी लाउने बनाइदिने क्या चिस्स गरेर सिडी लाग्छ नि होइन सिडी लागेपछि निकाल्ने होइन त्यो टमाटर हालिदिने बिचमा होइन ढाकढुक पारेर अनि फेरि टक्क त्यसमा टमाटर हालेपछि ठ्याक्क फेरि छोपेर राखिदिने यता साइडमा भात पनि पकाइदिइराख्ने क्या सानोमा होइन टक्क सर हटाएर अनि त्यो एकछिन भर्सिन दिएर त्यसलाई चाहिँ भात यता पकाइदिने भातमा सट्ट सिडी लाग्छ होइन सिडी लाग्ने बित्तिकै यताको पनि टक्क भरिसकेको निकाल्ने कतिको छ त्यसपछि टक्क त्यसमा होइन टक्क लौका हालिदिने के टक्क पाकेपछि होइन लौका स्लो मोसनमा हालेपछि पनि घुमाएर टक्क बनाएर सिटी लागेपछि त्यसलाई फेरि होइन टक्क हल्का खोलेर जिरा हालिदिने ट्याक्क पारेर अनि त्यसपछि धनियाँको पाउडर टक्क हालिदिने धेरै केही नाटक नगर्ने कि त्यति मात्र हाल्ने पनि घुमाइदिने घुमाउँदै ठ्याक्कसँगले एकछिनमा धनियाँ ट्याक्क आइपुग्छ क्या धनियाँ टक्कसँगले आइसकेपछि एकछिन रातो हुन्छ नि हो रातो हुने बित्तिकै पाक्यो भन्ने थियो क्या पानी हालेपछि सक्यो पाक्यो लु खाउँ अब मिठो मिठो इस्कुस र खसी